तपाईँ एक्लै हुनुहुन्छ र तपाईँको खाना अड्कियो घाँटीमा र तपाईँ निसासिनुभयो, चोकिङ भयो, के गर्ने? तपाईँको साथमा अरू कोही छ भने त तपाईँलाई पछाडिबाट ड्याम हानेर या अगाडिबाट यो पेटमा यसरी थितेर मान्छेले बचाउन सक्छ। तर एक्लै हुँदा चाहिँ के गर्ने त? किनभने तपाईँसँग बाँच्नको लागि धेरै समय हुँदैन, 1 मिनेटसम्म मात्र हुनसक्छ। कुरा एकदम ध्यानसँग बुझ्नुहोस्। पहिला त तपाईँलाई निसासिएको जस्तो महसुस भयो भने र खोकी नै राख्नु भएको छ, खोक्न सक्नु भएको छ भने एकदम जोडसँग खोक्ने प्रयास गर्नुहोस्। गरेर त्यो निक्लिन सक्छ आफै। तर सासै गइरहेको छैन भने तपाईँ खोक्न पनि सक्नुहुन्न। भनेपछि तपाईँले सुरुमा तपाईँको फोन लिनुहोस् या एम्बुलेन्स बोलाउनुहोस् या कसैलाई मद्दतको लागि बोलाइहाल्नुहोस्। एक्लै भएर निसासिएको बेलामा यो गर्न गाह्रो हुन्छ, दिमागले नसोच्ला, तर यो एकदम क्रिटिकल स्टेप। किनभने तपाईँ बेहोस हुनुभयो भने पनि एटलिस्ट कोही न कोही त आउँदैछ। अनि स्टेप 2, तपाईँले आफैले नै आफैलाई यो हाइमलिक भन्ने दिन सक्नुहुन्छ। यहाँ पेटमा दबाब यसरी यहाँ राखेर, होइन, यहाँ राखेर माथितिर गऱ्यो भने यहाँ चाहिँ प्रेसर माथि गएर त्यो निक्लिन सक्छ। अब त्यसले पनि भएन भने तपाईँले टेबल या चेयरको मद्दत लिएर गर्न सक्नुहुन्छ आफ्नो पेटमा एब्डोमिनल थ्रस्ट। जस्तै यो चेयरको भयो, लेज भयो, यहाँ गएर तपाईँले यसरी प्रेस गर्न सक्नुहुन्छ है त। याद गर्नुहोस्, निसासिएपछि मान्छे मर्न एकदम टाइमै लाग्दैन। त्यही भएर सुरुमा तपाईँ अमेरिका हुनुहुन्छ भने 911, युरोपमा हुनुहुन्छ भने 112, तपाईँ नेपालमा हुनुहुन्छ भने 102, यी नम्बरहरू चाहिँ सुरुमै फोन गरेर बोल्न नसके पनि तपाईँले साइडमा राख्न सक्नुहुन्छ अनि उनीहरूले ट्र्याक गर्छन् होला होपफुली। सो यही नै हो। यसमा केही प्रश्न छन् भने राख्नु होला। नमस्ते।